हजुरलाई मेरो शान्ता ब्लग्स अल कन्टेन्ट च्यानलमा है साथीहरू। आज चाहिँ के छ भने साथीहरू अब किचनमा छु है, अब किचनमा छु, त्यही भएर चाहिँ किचनमा चाहिँ म चाहिँ छोराको आज बर्थडे हो नि त, अनि छोराको बर्थडेको लागि चाहिँ खानाहरू रेडी गर्दैछु साथीहरू। अनि आज चाहिँ छोराको सिम्पल बर्थडे मनाइदिन लागेको होइन, अनि त्यही भएर चाहिँ किचनमा तयारी गर्दैछु है। छोराको आज वैशाख 8 गते चाहिँ छोराको बर्थडे हो, त्यही भएर छोरालाई चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छु होइन। सधैँ खुसी हुनु, निरोगी हुनु, ज्ञानी हुनु, अनि उन्नति प्रगति गर्नु भनेर छोरालाई चाहिँ आशीर्वाद दिन चाहन्छु है। अब छोराछोरी सबै आमाको लागि भनेको छोराछोरी सबै होइन प्यारो हुन्छ। अब छोराछोरी एउटा आमा बन्नु पाउनु भनेको, छोराछोरीबाट आमा बन्नु पाउनु भनेको एउटा आमालाई गर्वको कुरा हो होइन। त्यही हो साथीहरू। अनि सानो सिम्पल बर्थडे मनाइदिउँ भनेर अब हाम्रो त खास हुँदैन छ है, ठुलो मम्मी सास खस्नु भएको हुनाले, अनि त्यही पनि सानो अब केटाकेटा टिकाहरू युज नगरे पनि खानपिन गर्दा हुन्छ, केकहरू काटिदिँदा हुन्छ भनेर सानो थियो बर्थडे मनाइदिन लागेको। त्यही भएर चाहिँ आज तयारी सानो बर्थडे मनाइदिन लागेको। अब चाहिँ बर्थडेको केक काट्नु पर्यो साथीहरू। कस्तो अगाडि केही हुँदैन हौ, यो निपेर फेरि छोडेर तिमीलाई आउँदैन। पहिला यो क्यान्डल नराखिकन चाहिँ खिच्नु पर्छ नि त अघि दादालाई हतार अहिले क्यान्डल लिमाउँछ नि खिच ल। ए मलाई चाहिँ हतार पर्छ। लु भयो ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर प्रिन्स, ह्याप्पी बर्थडे टु यु, मे गॉड ब्लेस यु, मे गॉड ब्लेस यु, ह्याप्पी बर्थडे। यसै गर न यसरी, त्यसरी Happy birthday, dear birthday to you. Happy birthday. यसरी पढ्दै यो पनि पढ्काउनुपर्छ। यो खोल्नु हो। निप्दैन यो क्यान्डल, बल्छ फेरि खान्छ क्या यो म्याजिक क्यान्डल हो। यो निप्दैन क्या म्याजिक हो। जुठो पर्छ त्यहाँ सबै अन्तिममा पर्छ, अन्त जुठो पर्छ एउटा मात्र त बलिरहन्छ जति म्याजिक वाउ पिङ्क कलर भयो घुमाएर यताउता लु भाइ माइरा तेरो थुक पर्छ है नगर है, अहिले मान्नुहुन्छ नि अहिले मामाले अहिले पाया फेरि अहिले मार्नु Happy birthday to you. Khơi mami. Happy birthday to you. Happy birthday dear friends. Happy birthday to you. खानु बनाएको खैदिनु मसुरमा खान्छु ल। लेडिज फर्स्ट म ऊ आमा बुवा मम्मी पापा मलाई
अम्बो गोजी भित्र धरि पस्यो गोजी भित्र फुगा न फुगा त भाइ निप्दैन यो क्यान्डल बल्छ फेरि बल्छ बल्नु छोड्दैन बल खान्छ के यो म्याजिक क्यान्डल उताबाट खिच्छ चित्तासु त के गर्छु तिमीलाई सानो सानो मात्रै है मलाई त सानो सानो यस्तो ल्यासिदिएको हो कि होइन हुँदैन निकाल जुठो पर्छ त्यहाँ सबै अनि तिमीहरू कहिले मन त त्यो बलिरहन्छ जति नगर है अहिले मार्नुहुन्छ नि मामा अहिले मामाले अहिले पायो फेरि अहिले फेरि खोल्नु भाउजू अब ब्लगमा आउनेहरूलाई फेरि यहाँबाट म्याक्सी लगाएर राम्रो खिच्दै म्याक्सी लगाएर आएको छ मेरो ब्लगमा फेरि आइहाल्छ बाउजी भ्लग गर्नुहुन्छ कालो म्याक्सिम आउनु लाउनु ल Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Prince. Happy birthday to you. यो पाँच वर्ष के गरेको लु दादाले केक खुवाइदेऊ खै लु मेरो ब्लगमा लु 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 ल माइजूको ब्लगमा है एकदम झगडा सिसी खिच त उता आमा र दादा सिसीलाई खुवाएको त्यसलाई खुवाएकै छ ए सुपर फास्ट अघि नै ए सिसीलाई खुवाएको ल अब प्लेटमा हालेर दिनुहुन्छ के खाने खुवाउनु पक्न है अब एकजनाले खाएपछि अरू सबैलाई पिज्जा झर्छ मेरोमा राम्रो लु बहिनी लु खाइदेन बहिनीहरूलाई नि सानो बहिनीलाई प्रिन्स गाडीको बाबाको बर्थडे आउँदैछ होला यहाँ है केक मेरो लागि फिनिस ए हो र अहिले राति खाना मेरो मैले त प्रिन्सलाई खाएको नि छुइनँ त ल ह्याप्पी बर्थडे टु यु माई सन खोइ मेरो लागि यहाँ छ कति छोटो ए पिन्सिका के गरेर खिचिरहेको थिइस् अनि साथीहरू मेरो छोराको लागि खानपिन तयारी गर्दैछु यो चाहिँ बङ्गुरको मासुमा रायो साग मिसाएर पकाएको अनि त्यस पछाडि यो चाहिँ मुलवा अचार अनि यो चाहिँ मटर काँक्रा मुलवा अचार बनाएको यसमा चाहिँ अब आलु मिसाउनु बाँकी छ मम्मीहरूलाई झिकिदिएर है अनि त्यस पछाडि यो चाहिँ फिस चिप्स भनौँ न चिप्स अनि त्यस पछाडि मटर कस्तो यम्मी देखिरहेछ है साथीहरू अनि यसमा चाहिँ धनियाँ मिसाउने हो सरर माथिबाट दामी हुन्छ है साथीहरू अनि त्यस पछाडि अब मैले चाहिँ आलु मिसाइन यसमा है साथीहरू अनि यसमा छ के छ यसमा भन्ने साथीहरू यसमा चाहिँ चना यो चनामा पनि के भन्छ माथिबाट चाहिँ धनियाँ मिसाउनु पर्छ है दामी हुन्छ अनि मलाई चाहिँ मनपर्छ क्या साथीहरू धनियाँ मिसाइदिएको चना मटरहरूमा चाहिँ धनियाँ छर्किदिँदाखेरि है खाँदा पनि मलाई चाहिँ मनपर्छ अनि त्यस पछाडि साथीहरू यसमा चाहिँ दाल छ अनि त्यस पछाडि यसमा चाहिँ यो चाहिँ चिकन मिट कुखुराको मासु साथीहरू है कुखुराको मासु अनि यसमा धनियाँ छर्किदिए है साथीहरू अनि त्यस पछाडि यो चाहिँ खिर हो खिर है साथीहरू यो चाहिँ मिठा क्या अन्तिममा खानाहरू खाइसकेर अन्तिममा खानुपर्छ अनि त्यस पछाडि यहाँ चाहिँ खाना पाक्दैछ अनि त्यस पछाडि यसरी चाहिँ मैले रेडी गरेँ छोराको बर्थडेको लागि है सानो तिनो बर्थडे मनाइदिएको नि त साथीहरू
अनि त्यो सिम्पल तरिकाले थोरै हैन साथीहरू अनि यसरी रेडी गरे साथीहरू। सो साथीहरू छोराको बर्थडे सिम्पल तरिकाले मनाइयो है। अनि भिडियो चाहिँ मैले अब आफूले खिच्न पाइनँ नि त। अब नानीलाई खिच न भनेको उसले नि खासै खिचेन छ। खिचेको त थियौँ तर यो भिडियो क्लिक गरेर खिचेन छ क्या। अनि त्यही फोटोहरू मिलाएर चाहिँ अलिकति भोइस दिँदैछु होइन साथीहरू। सिम्पल तरिकाले छोराको बर्थडे मनाइयो अब। अनि त्यस पछाडि थोरै भएछ क्या 6-7 मिनटको मात्रै। त्यही भएर चाहिँ मैले अलिकति लामो बनाउनको लागि चाहिँ यो फोटोहरू राखेर बनाएको छु। यो सालको बर्थडे चाहिँ छोराको यसो सिम्पलली मनाइयो। अनि वान्स अगेन ह्याप्पी बर्थडे छोरा भन्न चाहन्छु है। त्यस्तै हो साथीहरू। र अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरू। हजुरहरूलाई पनि भन्दै बिदा लिन चाहन्छु। बाई बाई एभ्रिवान।